भिडियो बनाउँदा बनाउँदा एउटा मेट्रो आएको थियो, त्यो पनि गइसकेछ। यस्तै छ, कहिले के छुट्ने कहिले के छुट्ने है। यो चाहिँ मेट्रो स्टेसन हो। अर्को मेट्रो कतिखेर आउँछ भने 5 मिनट पछाडि आउँदो रहेछ। यहाँ लेखिदिएको हुन्छ टाइम टेबल होइन, कति मिनटमा आउँछ भनेर यहाँ लेखिदिएको हुन्छ। त्यही टाइम हेर्ने, कुर्ने, कुन लाइनमा जाने हो भनेर सबै कुरा लेखिदिएको हुन्छ। त्यही अनुसारले हामी हिँड्नुपर्छ। चाहिँ दुवैभित्र मेट्रो चल्ने म्याप, मेट्रोको रुट है। त्यसैले हामी जाँदैछौँ। अहिले चाहिँ म कहाँनिर छु भने ठ्याक्क यहाँनिर छु होइन। म यहाँनिर छु, यो ग्रिन लाइन भयो। अब म सिधा यो ग्रिन लाइन छोडिकन अर्को म्याप हेर्नुपर्ने हुन्छ। म ग्रिन लाइन जस्तै म अहिले यहाँनिर छु होइन, यहाँनिर छु। म यहाँबाट चढेर यहाँ जानुपर्ने हुन्छ। यहाँबाट ट्रेन चाहिँ मैले चेन्ज गर्नुपर्ने हुन्छ। रेड लाइन एक्सपो 2020 भनेको यो लाइनमा ट्याक्क यहाँ पुग्नुपर्ने हुन्छ। तर म यहाँनिर जाने हो। यहाँबाट चाहिँ म सिधा अल्जदफ हुँदै होइन, दुबई हेल्थ केयर सिटी हुँदै आउटमेटा हुँदै अनि अल्करामा हुँदै बुर्जुमुनि स्टेसन गएर त्यहाँबाट रेड लाइनको मेट्रो चढेर एडिसिबी, म्याक्स, वर्ल्ड ट्रेड सेन्टर, इमिरेट्स कतिवटा छ है त बुर्जुमन हुने। यहाँ पुगेपछि अझै 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21वटा स्टेसननिर चाहिँ म झर्नुपर्ने हुन्छ। त्यही भएको भएर गाह्रो छ हेर्नु साथीहरू। अहिले चाहिँ म यहाँनिर छु है। म ठ्याक्कै यो क्रिकनिर छु, दुबई क्रिक। यहाँबाट यो त 21वटा भयो। अझ यो पनि गर्ने हो भने त 25-26वटै भेट्छ। त्यही भएको भएर यताउता हिँड्नलाई पनि सजिलो छैन है। मेट्रो चेन्ज गर्नुपर्ने हुन्छ, यहाँ झर त्यहाँ झर, अनि चेन्ज गर्दाखेरि उस्तै परे सिट पाउँदैन, उभिएर जानुपर्ने हुन्छ। गाह्रो छ नि, गाह्रो। यस्तो छ मेट्रो स्टेसन दुबई। ल साथीहरू, अहिलेलाई चाहिँ म बिदा लिन्छु। अब 3 मिनट भनेछ, 3 मिनट पछाडि चाहिँ म मेट्रोमा चढ्नेछु। अर्को भिडियोमा भेटौँला है त।